हेलो मामुहरू, हजुरले चाहिँ आफ्नो बेबीलाई होइन विन्टरमा चाहिँ कुन तेल युज गर्नुभएको छ? मैले चाहिँ यो तेल युज गरेको छु। गर्मीमा चाहिँ मैले कोकोनट तेल नै युज गरेको थिएँ। अब जाडोमा लगाएपछि चाहिँ हेर्नुहोस् है, यो तेल युज गर्छु। यस्तो राम्रो छ है, मलाई चाहिँ साह्रै मन पर्यो। मैले चाहिँ फेरि एक बट्टा चाहिँ सकाइसकेँ अनि फेरि मैले हिजो मगाएको थिएँ है, अनि त्यही बट्टा खोल्दैछु। अनि मलाई चाहिँ हेल्प गरे, मेरो पुकुले नै हेल्प गरेको छ है, यहीँ रेडी अवस्थामा छिन्। साह्रै अति राम्रो छ कि यो तेल चाहिँ मेरो बच्चालाई चाहिँ एकदमै मन पर्यो है। मेरो यति राम्रो लाग्यो नि स्किनको लागि। बट्टा पनि यति क्युट छ नि यो, हेर्नु है, यो नोरा नेचुरलको हो। यति राम्रो छ यो तेल। हेर्नु बट्टा पनि यस्तो के पुरै प्याकेटमा आउँछ है, कस्तो राम्रो छ कि यो। ल म खोल्दैछु है, तपाईँलाई म देखाउँछु। यो ओलिभ ओइल हो। ल हेर्नु, यो बट्टामा हुन्छ ओलिभ ओइल नोरा नेचुरल्सको। यति दामी छ नि, यस्तो राम्रो छ। तपाईँहरू पनि एकचोटि युज गर्नु होइन, तर एकदम बेटर छ है। मेरो बेबीलाई चाहिँ तोरीको तेल चाहिँ सुट नै गर्दैन के, अनि तोरीको तेल लगाएपछि अनि पुरै बिबिरा आउने, एलर्जी आउने हुन्छ है। त्यही भएर चाहिँ मैले, मेरो साथीले नै युज गरे हो अनि एकदम राम्रो छ भनेर मैले चाहिँ यो लिएको हो। अनि मलाई चाहिँ एकदमै मन पर्यो है। जाडोको लागि चाहिँ यति बेटर छ नि। मेरो पुन्टुलाई लगाइदिने अब। यस्तो सफ्ट छ, हेर्नु न, मजाको के। त्यो क्र्याकरहरू पनि हुँदैन कि यसले चाहिँ। यस्तो दामी छ यो तेल है, एकदम स्मुथ टाइपको छ कि। विन्टरको लागि चिसो पनि बसेन नि त। यता बेबीको लागि त अब कोकोनट ओइल त गर्मीको लागि चाहिँ यति राम्रो छ। मैले कोकोनट एक्स्ट्रा भर्जिन नै युज गर्थेँ, अनि अहिले चाहिँ मैले यो ओलिभ ओइल युज गरेछु। मलाई चाहिँ साह्रै राम्रो लाग्यो। पुन्टुलाई चाहिँ एकदम मनपर्छ है मसाज। हेलो हाई भन्देऊ। यसले चाहिँ चिसो पनि हुँदैन कि, कोकोनट ओइलले चाहिँ चिसो गराउँछ विन्टरको लागि होइन, गर्मीको लागि एकदम बेटर छ। चिसोको लागि चाहिँ यो ठिक छ। तोरीको तेल त मैले त लगाएँ भने त है पुरै बिबिरै आइहाल्छ।